गाइज मेरो नाम हो आलोक हजुर हेर्दै हुनुहुन्छ आलोक भ्लग युट्युब च्यानल। सो आज चाहिँ मैले यसमा मोडिफाई गर्न गइरहेको छु। अब के गर्छु हेर्दै गर्नुहोस् हजुरहरूले। धेरै जसो कमेन्ट चाहिँ यो तेल फाल्ने यहाँ पहिलाको भिडियोमा यो तेल रे के भन्छ यो फलाम फालिदिनु भने तेल नि फालिदिनु भने तर तेल फाल्यो भने चाहिँ हामी बाटोमा हिँड्दा झ्याउ हुन्छ, पुलिसहरूले देख्दा यो साइड लाइट चाहिन्छ, यो सेफ्टी पर्पजको लागि नि भयो। अनि के भन्छ अरे यसको यो नम्बर प्लेट पनि झुन्डाउने ठाउँ छैन, त्यही भएर यो राख्नुपर्छ। अनि आज चाहिँ यो ह्यान्डल यस्तो गर्दा चाहिँ अलिक कस्तो लाग्यो होइन, त्यो भएर यसलाई एकदम ठाडो बनाउनु खोजेछौँ है, त्यो चप्पर टाइपको होइन। आज चप्पर टाइपको बनाऊँ, हेरौँ है के हुन्छ। ल गाइस अब चाहिँ सुरु गरौँ है त, हजुरहरूलाई एक एक देखाउँछु मैले। ल अब हेर्न सक्नुहुन्छ यहाँ म पहिला यो सिट खोल्छु। सिट खोल्नलाई ब्याक प्यानल खोल्नुपर्छ। ल यहाँ आएर देखाऊ, बिस्तारै गरेको ब्याक प्यानल खोल्यौँ, उता पनि खोल्छौँ है। ल आउनुहोस् यता पनि खोलौँ है। ए ब्याक प्यानल रे सरी साइड प्यानल। यसको लागि अब सिट खोल्नुपर्छ। अरू चाहिँ यस्तो धागो तान्ने निस्किन्थ्यो, तर यसमा चाहिँ यो बोल्ट सिस्टम रहेछ क्या। तर यो खोलौँ है त पहिला। यो खोलौँ खोलौँ खोलौँ। ल अब यताको नि खोल्छौँ है त। अब सिट निकाल्छौँ है त। सिट निस्क्यो हाम्रो। ओहो लो धुलो रहेछ नि त यहाँ। सिट निस्क्यो है त गाइस हाम्रो। अब चाहिँ यो खोल्छौँ ब्याक प्यानल। अब ब्याक प्यानल खोल्छौँ, त्यसको लागि चाहिँ यहाँ देखाऊ, यहाँ हो यो 1 2 3 4 यो खोल्नुपर्छ। यो लास्ट फोर रहेछ होइन, यो 4वटा खोल्नुपर्छ। अनि यो निस्किन्छ है त हाम्रो। अनि यो चाहिँ तेलको लागि हो, तेल चाहिँ नफेर्ने अहिले, जस्ट यो फेरिदिने है त। ल गाइस अब चाहिँ 12 नम्बरको बोल्ट हो यो। 12 नम्बरको उसले खुल्छ, यो के भन्छ यसलाई थाहा छैन मलाई, रेन्ची। 12 नम्बरको रेन्चीले खुल्छ। पाउ देखाइदेऊ। यो सब यिनीहरूलाई लुज बनाऊँ पहिला। ओहो सिट, ए म त झन् कसिरहेको रहेछु अनि कहाँ हुन्छ त यार। बाइक यस्तो हलुवा त बाइकै घुमिन्छ गाइस। पहिला सबलाई लुज गरौँ है त। लुज भयो, यसलाई लुज हानौँ। यो नि लुज भयो, यसलाई नि लुज हानौँ। लुज भयो, यो खोलौँ है त सर्लक्कै। गाइस भिडियो अब यो सुटिङ खोल्छौँ होइन। गर्दा गर्दै माइक चाहिँ डिस्चार्ज भएर अफ भयो, त्यही भएर हामीले चाहिँ रेकर्ड गर्न पाएनौँ। अनि यो भोइस ओभर गरेको कारण चाहिँ त्यही हो। बाइकको पछाडिको फलाम निकालिसकेपछि अब चाहिँ ह्यान्डलतिर लाग्ने कुरो थियो, ह्यान्डललाई अलि उठाउने जस्तो कुरो थियो। अनि यो भोइस ओभरले गर्दा अब के च्याउ भयो। अनि सबसे पहिला त्यो नट कसेकै मैले पछाडिको त्यो फलाम निकालिसकेपछि नट कस्दिएँ राम्रोसँग। अनि नट कसेपछि एउटा नट चाहिँ त्यहाँ झरेको थियो क्या प्यानलमा, अनि त्यही भएर खोजेको थिएँ मैले यो नट। अनि मैले यो काम गर्दा गर्दै बाबुहरू आयो माथिबाट। अनि यो दुइटा बाबुहरू चाहिँ फेरि ट्विङ्स हो क्या, यस्तो क्युट छन् होइन यिनीहरू दुइटा। यसो रमाइलो हुन्छ भाइहरूसँग खेल्न, मजा आउँछ मलाई नि। ट्विङ्स हो यिनीहरू दुइटा चाहिँ, भर्खर पढेर आएछन्। ब्याग माथि राखेर आलोक दाइ भात खाएर आयौँ भने ट्याक्क मम्मीले बोलाउनु भयो भाइहरूलाई। अनि भाइहरू गएँ। त्यसपछि चाहिँ हामीले फेरि भिडियो रेकर्ड गर्नतिर कन्टिन्यू गऱ्यौँ। अनि एयर फिल्टर सफा गर्ने कि नगर्ने भन्ने कुरो थियो। एयर फिल्टर चाहिँ सफा गरेन मैले, अनि नर्मली यत्तिकै माथिबाटै सफा केही नगरिकन सिट हालिदिएँ। अब हेर्दै जानु न अरू के छ। अनि त्यसपछि ह्यान्डलतिर नि लाग्ने जस्तो कुरो थियो, ह्यान्डल नि बढाउने भनेको थिएँ मैले माथि त्यो चपर स्टाइलमा। अनि ह्यान्डल चपर स्टाइलमा भएपछि एकदम खतरा देखिन्छ भन्ने यता एउटा घर साइडको दाइले भन्नुभयो क्या। त्यही भएर सिट चाहिँ राखेँ माथिबाट।
अनि सिट मार्सिराखेर हजुरहरूलाई लुक्स देखाउन लागेको हो होइन। हेर्न सक्नुहुन्छ कस्तो देखिया, पछाडि फालेपछि चाहिँ राम्रो देखिया, त्यो फलाम फालिसकेपछि यस्तो राम्रो देखिया, इन माई भ्यू है, इन माई भ्यू। अब हजुरहरूले कमेन्ट गर्नु यो फाल्न पर्छ कि पर्दैन, यो फाल्दा ठिक होला कि नहोला, मैले यो हातले देखाएको फलाम। ह्यान्डल बढाउँछौँ है त, ह्यान्डल अलिक चपर टाइपको क्या यस्तो है। कमेन्ट गर्नुहोस् है हजुरहरूले कस्तो देखियो यो, हजुरहरूको कमेन्टमा भर पर्छ है, जे भन्नुहुन्छ है। पहिलाको मन पऱ्यो भने पहिलाकै राख्छु, अहिलेको मन पऱ्यो भने अहिलेको राख्छु, हजुरहरूले जे भन्नुहुन्छ त्यही गरौँ ल है त। यहीँ खोलेर टाइट गाइस लुक्स चेक गर्न सक्नुहुन्छ। अहिले यस्तो बनाउन खोज्या हो, अब खोइ कस्तो होला, यस्तो बनाउँदा यसरी चलाउन पर्छ है। हेरौँ न के कसो हुन्छ। मिरर पनि हालिदिन्छु, मिरर पनि हाल्छु अब 1-2 दिनमा। अहिलेलाई यतिको चलाम, मिरर नि हाल्छु, पछाडिको लुक्स नि बबाला हाँ ल गाइस। अब सिटको नटहरू हालिदिएँ है, झापु बन्द गरौँ, यसको काम तमाम गरौँ है ल, स्टप गरौँ। अनि गाइज अब यहाँ पनि अलि आवाजले साथ दिएको थिएन, माइकले साथ दिएन, त्यही भएर ब्याक अब यो साइड प्यानलहरू हालेर अनि मस्त बाइक यसो टेस्ट राइड हानिदिउँ भनेको होइन। गाइस लुक चेक गर्नु अब लास्टमा, अरू के गर्न पर्ला कमेन्ट गर्नु है त। हेर्न सक्नुहुन्छ के गर्न पर्ला सजेस्ट गर्नु है त, कमेन्ट डाउन बिलो। अनि लाइक सेयर सब्सक्राइब गर्नुहोस्, यसरी नै सपोर्ट गर्नुहोस् है ल।